हाम्रो समस्या के हो भने, हाम्रो शङ्का के हो भने अहिले फेरि अब सुकुम्बासीहरू देशैभरिका सुकुम्बासी उठेर फेरि नयाँ खालको द्वन्द्व सिर्जना हुन्छ कि भन्ने हामीलाई लागेको, त्यो हाम्रो समस्या हो, त्यो हामीलाई लागेको शङ्का हो र हामीलाई डर त्रास चाहिँ त्यो भयो। हुकुमबासी बढी भन्छ नि, त्यसमा सुकुम्बासी र हुकुमबासी दुवै होला नि, त्यो त सरकारको राज्यको काम हो नि। राज्यले को सुकुम्बासी हो, को चाहिँ गैर सुकुम्बासी हो, त्यो पहिचान गर्ने, त्यसको वर्गीकरण गर्ने, त्यसको आधारमा चाहिँ यो उचित विकल्पहरू खोज्ने राज्यको काम हो होला। त्यसमा चाहिँ सुकुम्बासी हुकुम्बासी दुवै छन्, तर हुकुमबासीको नाममा जो पीडित हो, जो चाहिँ आवासविहीन मान्छेहरू छन्, जो गरिब छन्, जो बेसहारा छन्, तिनीहरूको जीवनमा, तिनीहरूको जीविकामा चाहिँ प्रहार गर्नु हुँदैन। सुकुम्बासीको नाममा हुकुमबासीले भाडा उठाएर वर्षौँदेखि लुटेर खाइरहेछन् भन्ने कुरा आइरहेछ। होइन, त्यो छ, त्यो हो, तर हामीले सोच्नुपर्ने, राज्यले सोच्नुपर्ने के हो भने सुकुम्बासीहरू, केही सुकुम्बासीहरूलाई देखाएर, जुन चाहिँ केही हुकुमबासीहरूलाई देखाएर सुकुम्बासीहरूको जीविकामा, सुकुम्बासीहरूको चाहिँ दैनिकी हो, सुकुम्बासीहरूको जीवन हो, त्यसमा चाहिँ कुठाराघात गर्नु हुँदैन, त्यसमा लात हान्नुहुन्न। त्यो त राज्यले गर्नु पर्यो, राज्यले चाहिँ त्यसको पहिचान गर्नु पर्यो, वर्गीकरण गर्नु पर्यो। त्यसको आधारमा सबै सुकुम्बासी एकै प्रकारका पनि हुँदैनन्। कसैलाई जमिनको आवश्यकता पर्छ, कसैलाई आवासको आवश्यकता पर्छ, कसैलाई रोजगारको आवश्यकता पर्छ। त्यसको आधारमा वर्गीकरण गरेर राज्यले त्यही अनुसार चाहिँ समस्याका समाधानहरू खोज्यो भने राम्रो हुन्छ, तर त्यतातिर गएन। त्यो हामीलाई चिन्ताको विषय चाहिँ त्यो हो। थापाथली एरियामा सुकुम्बासी छानबिन गर्दाखेरि 23 ग्रुप मात्र चाहिँ भेट्यो अरे, सुकुम्बासी हुकुमबासी धेरै भेट्यो भन्ने कुरा पनि छ। होइन, त्यो तथ्याङ्क त यस्तो हेर्नु, दर्ता गर्नको लागि 23 जनालाई त्यही आह्वान गर्दा 23 जनाले मात्रै गरे होइन। त्यहाँ सुकुम्बासीभित्र के हुन्छ भने सहजीकरण गर्नुपर्छ। हेर्नुहोस्, सहजीकरण खुला आह्वान गर्नुभयो भने त कसैले चाहिँ मन लाएर पनि दर्ता गर्दैन, कसैले त्रासले पनि दर्ता गर्दैन होइन। त्यो 23 जना मात्रै सुकुम्बासी भएको गलत हो। त्यहाँ सुकुम्बासीहरू बढी नै छन्, हुकुमबासी कम छन्। तर चाहिँ के हो भने यो हल्ला कसरी चलाइएको छ भने सुकुम्बासीभन्दा बढी हुकुमबासी छन् भन्ने हो। हामी अलिकति संवेदनशील हुनुपर्छ। सुकुम्बासीको जुन मुद्दा हो त्यसमा संवेदनशील हुनुपर्छ। मैले अघि पनि के भने कुनै पनि मान्छे चाहिँ त्यसरी रहरले नदीको किनारमा धुलो मैलोमा आफ्नो बालबच्चाहरूलाई चाहिँ यो चाहिँ भनौँ न प्रदूषणमा त्यसरी आफैले बस्न चाहँदैन। त्यो बाध्यताले मान्छे बसेको हुन्छ। त्यस कारणले गर्दा सुकुम्बासी हुकुमबासीको नाममा सुकुम्बासीहरूको जुन चाहिँ संवेदनशीलता हो, सुकुम्बासीको जुन समस्या हो, त्यो समस्या समाधानलाई नगरिकन तिनीहरूलाई टार्ने जुन बाटो सरकारले, राज्य संस्थाले खोजिरहेको छ, त्यो बेठिक हो। उचित विकल्प दिएर यदि अगाडि बढ्यो भने त्यो ठिक हुन्छ, फेरि देशकै लागि पनि राम्रो हुन्छ। तपाईँको भनाइअनुसार सुकुम्बासीको हुकुमबासीको वास्तविक पहिचान पहिला गर्नुपर्थ्यो, त्यसपछि चाहिँ डोजर चलान गर्नुपर्छ भन्ने हो। यो चाहिँ सुकुम्बासी र हुकुमबासी जो हो त्यसको पहिचान गर्ने, वास्तविक सुकुम्बासीहरूको वर्गीकरण गर्ने, वर्गीकरणलाई सुकुम्बासीको आवश्यकता अनुसार कार्यक्रमहरू निर्धारण गर्ने। कसैलाई रोजगार दिएर हुनसक्छ, कसैलाई चाहिँ जमिन दिएर हुनसक्छ, कसैलाई आवास दिएर हुनसक्छ, कसैलाई एपार्टमेन्टमा राखेर हुनसक्छ होइन। त्यसको आधारमा वर्गीकरण। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले भनिसक्नु भएको छ कि सुकुम्बासीको हुकुमबासीको पहिचान गरेर उहाँहरूको व्यवस्थापन हामीले गर्छौँ भनेर भन्नुभएको छ। यस विषयमा के भन्न चाहनुहुन्छ? त्यो सिलसिलेवार रूपमा भएन, यो हठात भयो कि अलि आलो काँचो खालको भयो, अलिकति गैर जिम्मेवार खालको चाहिँ सुरुवात भयो। उहाँहरूले केही अहिले योजना बनाएर बरु 15 दिनपछि 20 दिनपछि त्यो गरेको भए राम्रो हुन्थ्यो। अहिले त समस्या शङ्का कहाँ भयो भने अहिले यो वास्तविक सुकुम्बासी जो हो तिनीहरू बिचल्लीमा पर्ने हुन् कि भन्ने चाहिँ डर त्रास त्यहाँ सिर्जना भयो। र उनीहरू बिचल्लीमा पऱ्यो भने फेरि के भने उनीहरूको जीवन त यसै पनि बर्बाद हुन्छ। यसले राज्य सत्तालाई अथवा देशको शासन प्रणालीमा यो चाहिँ यसले खतरा हुन्छ कि भन्ने हो, यसले द्वन्द्व निम्ताउँछ कि भन्ने हो। किनभने संसारमा सबभन्दा ठुला द्वन्द्वहरू यस्तै सुकुम्बासीहरूले, आवासविहीन मान्छेहरूले, गरिबहरूले, सर्वहाराहरूले चाहिँ निकालेका छन्। सरकारबाट सुरुवात भएको छ। यसले फेरि हामी जहिले पनि नेपाल देश चाहिँ जहिले पनि द्वन्द्वमा जाने, जहिले पनि द्वन्द्वमा फस्ने र देशको चाहिँ दीर्घकालीन विकास नहुने, स्थायित्व नहुने होइन, समृद्धि नहुने हो कि भन्ने हामीलाई शङ्का डर त्यहाँ हो। तपाईँले के लाग्छ अब सरकारले सुकुम्बासीको पहिचान गरेर उहाँहरूले व्यवस्थित गर्छ जस्तो लाग्छ तपाईँलाई? मलाई अहिलेको उहाँहरूको चाहिँ जुन मुभ हो त्यसले त्यस्तो देखिँदैन। तर हाम्रो अनुरोध र आशा के छ भने उहाँहरूले वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर एउटा दीर्घकालीन समाधान चाहिँ दिनैपर्छ। दिनुभयो भने चाहिँ राम्रो हुन्छ। अन्यथा चाहिँ यसले देशलाई फेरि विकराल चाहिँ एउटा दुर्घटनामा, द्वन्द्वमा लैजान्छ जस्तो हामीलाई लाग्छ। यो सरकारले विकल्प दिनुपर्छ भन्ने हाम्रो चाहिँ आशा छ र हाम्रो बालेन सरकारले अनुरोध पनि छ। अलि यो इतिहासकालदेखि चाहिँ यो जमिनको सवाल हो, जुन चाहिँ आवासविहीनताको सवाल हो, एकदमै जटिल रूपमा रहेको छ। यसलाई बालेन सरकारले चाहिँ समाधान दिनुपर्छ भन्ने कसैले भनिरहेछ नि सरकारले कुनै पनि इतिहासमै नगरेको बालेन सरकारले गर्यो, योभन्दा अगाडि पनि सरकारहरू थियो, त्यो उहाँहरूले नगरेको काम अहिले बालेनले गर्नुभयो भनेर उहाँहरूको तारिफ गरिरहनु भएको छ नि।
यस्तो हेर्नुहोस् कहिलेकाहीँ काम गरिन्छ होइन, काम गरिसकेपछि त्यसको चाहिँ परिणाम के हुन्छ भन्न सकिँदैन होइन। उहाँहरूले ठिक छ उठाउनु भयो, अहिले चाहिँ सुकुम्बासीहरू उठेका पनि छन् होइन। त्यो कामलाई हेर्दा वास्तविक सुकुम्बासीले त उहाँलाई सपोर्ट गरिरहेछन्। सबै वास्तविक सुकुम्बासी छैन, त्यसमा चाहिँ उहाँहरूले केही हुनसक्छ केही सुकुम्बासीहरू सहयोग पनि गरेर होलान्, धेरै जसो उहाँहरूको घुसपेटियाहरू पनि देखिन्छ होइन। तर मेरो भनाइ के छ भने ठिक छ उहाँले उठाउनु भयो ठिक छ, तर यसको विकल्प दिनु पर्यो। विकल्प यदि भएन भने योभन्दा बरु अगाडिको सरकारले तत्कालै छोडेको थियो, त्यसले ठुलो द्वन्द्व सृजना गरेन। तर अहिले यो जबरजस्ती हटाइसकेपछि विकल्प दिएन भने पहिलेको समस्याभन्दा यो झन् बिग्राले समस्या सृजना हुन्छ कि भन्ने हाम्रो डर हो। हामीले चाहिँ उहाँहरूले गरेको कामलाई चाहिँ अहिले एकदमै नकारात्मक हिसाबले हेरेका छौँ, अलिकति गलत तरिकाले भयो कि भन्ने मात्रै हो। धन्यवाद।